The angels up in the clouds are jealous knowing we found something so wild. Will the ordinary? You got me kissing the ground. Will you sanctuary? Shatter me with your touch. Oh Lord, return me to dust. The angels. हेलो व्हाट्सअप गाइज वेलकम टु माई न्यू भिडियो। आज चाहिँ हामी जाँदैछौँ अगैया। आज हामी पिकनिक स्पट। आज चाहिँ हामी जाँदैछौँ अगैया। अनि हामी चाहिँ अहिले चाहिँ थर्ड इयरमा आएर चाहिँ पिकनिक जाँदैछौँ। फर्स्ट सेकेन्ड इयरमा चाहिँ भएन कि फर्स्ट सेकेन्ड इयरमा चाहिँ भएको थियो, म जानु पाएन। अब अहिले चाहिँ फाइनली गाइज थर्ड इयरमा चाहिँ हामी जान लाग्छौँ अगैया है त गाइज। अनि त्यसको लागि चाहिँ अब फ्रेस भएर बिहान उठेर चाहिँ म कपडा चुज गर्न लाग्छु। कपडा तपाईँहरूलाई देखाउँछु है त। यही लगाऊँ है त फाइनली। यही लगाऊँ लङ, किन भन्दाखेरि जाडो छ है त। यो लगाऊँ अनि यो लगाऊँ, मजा आइरहेछ। फाइनली गाइज दिस इज माई फाइनल लुक। मेरो आउटफिट आजको हेर्नु कस्तो छ। अब चाहिँ हाम्रो क्रिम कलरको प्यान्ट, माथि क्रिमी कलरको ज्याकेट, अनि भित्रबाट चाहिँ हाम्रो आउँछ वाइट टी सर्ट है त। वाइट टी सर्ट भित्र चाहिँ, अनि त्यसको भित्र चाहिँ ट्राउजर, तल भित्र इनर ट्राउजर, इनर स्वेटर है त। चलो गाइज अब फाइनली गाइज बाबु मम्मीलाई चाहिँ उठाउनु पऱ्यो यार। पैसा दिनु पऱ्यो त, पैसा है। अनि गाडीवालालाई पनि फोन गर्नु पऱ्यो, हेरौँ के भन्दो रहेछ है त। गाडीवाला अङ्कलले चाहिँ अनि त्यसपछि म मदनचोक आएर फोन गर्छु भन्नुभएको छ है त। अनि मैले त्यहाँलाई थाहा रहन्छ आज क्रिसमस हो भनेर, अनि मैले चाहिँ त्यहाँलाई चाहिँ क्रिसमस हो भनेर चाहिँ अनि स्टुडेन्ट आउँछन् कि नै भनेको छु है त। अनि त्यसपछि अब आउँछु भन्नुभएको छ, फोन गर्छु भन्नुभएको छ, के हुन्छ हेरौँ। फर्स्ट अफ अल चाहिँ मम्मीलाई उठाउँ है त। पैसा पाउनु पऱ्यो, पैसा है। मम्मी पैसा चाहियो। फोन गरेको थिएँ अङ्कललाई। अनि अङ्कलले चाहिँ अनि मैले क्रिसमस अङ्कल कोही आउनु त भनिदिए विद्यार्थीहरू। अनि त्यही पनि आउँछु रोख या मदनचोक आउँछु, हेर्छु विद्यार्थी हेर्छु भनेको छन् के अरे, फोन गर्छु तिमीलाई भने। यसो धेरै पैसा त पाइने होला थाहा छ। पैसा त पुरै सिक्रेट थियो पहिला राख्नु भएको त, पुरै सेफ। के होला तिनै जोर्जन भनेर क्या। लाउँछु अहिले। झाडो हुन्छ नि अहिले यहाँ तल लाउँछु क्या, लाउँछु। टोपी भएको लाउँछ। छ कि मेरो कालो टोपी। 500 रुपियाँ पाइयो। 500 रुपियाँ पाइयो है त, 500 रुपियाँ पाइयो। अब चाहिँ चल आफ्नो फाइनली गाइज अङ्कल चाहिँ जानुहुन्न अरे उहाँसम्म। अनि मलाई चाहिँ म्याजिक स्टेसनसम्म छोडिदिनुहुन्छ है त। अब लाग्नु पऱ्यो, हिँड्नु पऱ्यो छिटो छिटो। ल फाइनली गाइज अब चाहिँ म्याजिक अङ्कलले चाहिँ छोडिदिनु भयो मलाई यहाँसम्म। अब यहाँदेखि चाहिँ हामी स्कुल जाने, अनि स्कुलबाट चाहिँ त्यही गाडी आउँछ त्यहीँबाट जाने है त। अहिले स्कुल जाऊँ, अहिले 5 साढे 5 भयो है त टाइम। स्कुल ल है त गाइज। अझै चाहिँ भन्नु बिर्सियो सबैलाई फेरि क्रिसमस है। अहिले क्रिसमसको दिन नै उचला होइन नि तपाईँ। यहाँ होममा क्या गाइज क्रिसमस भनेर क्या पुरै उ गर्थ्यो, झिलिमिली बाल्थ्यो। आज त पालेन नि फेरि, आज क्रिसमस डे है त गाइज। हामी त्यो
जाडो भयो क्या जाडो हुँदो रहेछ अहिले अहिले खाना कति जाडो होला लखनऊले चाहिँ जब पुगेछु स्कुल हेलो फाइनल गाइड आइको हाम्रो ह्यान्ड स्क्रिन चाहिँ गाडी यही हो ए किचनको सामान पनि लोड गरेर आएर रहेछ त सब बसी पनि सक्यो यार मान्छे सब त्यति सब बसिसके खोइ पिछा चाहिँ जाने हो कि कहाँ जाने हो गुड मर्निङ हुन बोलाएर पछाडि यो त पछाडि हुन्छ बन्द गरे हामीले गाई झब चाहिँ बस्नु अहिले बस्ने हो कि गइहाल्ने हो कि कस्तो एकछिन बस्छ भने त म भाइहरू जान्ने ए ब्लग बनाइरहेको छु त्यसो गर्नु पर्यो यार ल पैसा हाल्दै भन्नु पर्यो हेलो हेलो ब्लग बनाउने सबैले साथ सपोर्ट गरौँ है ब्लगर साथीलाई प्रभाकर कहाँ गएको सबैले लाइक कमेन्ट शेयर सब्स्क्राइब यातायात प्रणाली लिमिटेड मुस्कान मुस्कान काहे उधर गई थी बे यार खाने दिखाया तो बे
गजब सबलाई ल फाइनल गाइस हामी पुग्यौँ त्यस्तो चिसो हैन बाटोमा जस्तो यहाँ अलिक ठुलो ठाउँ भएर हो कि ल फाइनल गाइस हामी पुग्यो अगैया पिकनिक स्पट हाम्रो अहिले राम्रो छ बहुत राम्रो ताल होइन बे अगैया भन्ने ठाउँ अब एउटा पिकनिक स्पट बनाऊ अगैया यही ताल होइन बे नदी होला बे ताल कहाँ होला अगैया ताल कहाँ हुन्छ अगैया नदी राप्ती नदी होइन बे अगैया नदी हो र बे यो के राम्रो छ बे पानी आयो त्यतिसम्म पानी आइदियो ठिक हुन्थ्यो क्या अहिले अनि पानीले भर्छ नलाग्यो हामीले त्यस्तो ठाउँमा गएर पिकनिक खाँदैमा उहाँ के अरे त्यो भैली नै भैलीकैले त्यस्तै कुनामा गएर पिकनिक खाँथ्यौँ कहिले उहाँ गएको थियौँ हामीहरू त के अरे महाकाली गएर महाकालीमा पनि यस्तै पानी दियो थोरै पानी दियो यो पहिला बन्ने भयो अनि पछि चाहिँ पानी आउँछ होइन हामी कुन बाटो हामी यो बाटो जाने भनिरहेको रहेछ होइन भर्खरै के भन्ने हावा चल्छ कि त्यही भएर चिसो हुन्छ भनेको अरू कुहिरोको लागि होइन हावाले हो जामुता पिन्छ यो नदीको हावा के यहाँको मान्छे कहाँ जाने हो बन्द त राजा अब तर कहाँ जाने हो भन्ने कुरोमा भर पऱ्यो नि यार यहाँ कहाँ जाने सिलसिल उताबाट हावा आउँछ क्या त्यो नदीबाट फाइनली गाइस हाम्रो चाहिँ अब नास्ताको टाइम भयो नास्ताको टाइम कहाँ गयो फेरि ए उठायो एउटा रुख्नु के उठाउने भोक लागिरह्यो पुरी तरकारी र जेरी बाँकीको बेसी त्यही बन्दैछ बन्द गरिदेऊ न ओए यो बन्द गर अब कति जुम हुन्छ बे मेरोमा बे क्यामेरा चाहिँ बहुत डेन्जर आउँछ क्या अरू भन्दा नि एउटा बिलेट मेरो लागि पनि उठाए एउटा अर्को पनि उठान पुरी हाल्दा बित्तिकै उठाइस् ल्याइदेऊ त हे हरे राम लगाइछ नास्ता आइगयो त तर किसको पिकल हो यो किसको अचार हो आमको कि मिक्स वाला अचार हो आमको अचार हो कि मिक्स वाला हो यो मिक्स चल एउटा उठान कहाँ के गरेर आयो मान्छे ल हामी आयौँ सोचे ओ ठाउँ छोडा है डोनर आएर खान्छ त्यहाँ खोइ त यार मेरो लागि ठाउँ बसौँ त ल फाइनली गाइज अब हामी गइरहेको छौँ पुलतिर अनि पर्वाकर म अरू चाहिँ केटाहरू गयो कि यार कति छिटै नभनेर हामी चाहिँ फोटो खिच्न लगाएर अलिक ढिलो भयो त गाइज आइएम सरी फोटो सुटिङ म चाहिँ गाडी छ यार धेरै हिँड्नुपर्छ त भे सपोर्ट करो सपोर्ट करो लाइक करो सब्सक्राइब करो अबे ढेर टाढा चाहिँ त भे मा बुठास्ने त पोखरा गरिदिनुहोस् त भन्छ आऊ छिटो कुद छिटो लाउनु पनि आइरहेको छैन है त गाई हेर्नु हाम्रा क्लासका चण्डाली हाम्रो कस्तो गीत चण्डाली नाइ म दिएर सागर दे फाइनली गाइस लिन पुगिहाल्यौँ हामीहरू अहिले धेरै टाइम लागेको उनीमा चाहिँ अब फोटो सुट गरेपछि अलिकति हेर्नु सक्नुहुन्छ तपाईँहरू
यहाँको लुक त्यहाँ जाने चाहिँ जाल जाल हाल्नुभएको थियो त जाल तल खसेको जाल तल खसेको क्या ग्याङ टोली कहाँनिर खिच्ने हो छोडा लखानले गाइस पुल चाहिँ बहुत लामो छ है त उहीँसम्म छ मेरो साथीको पारा हेर्नु न यहाँ एउटा यहाँबाट कुद्न सक्यो होइन यार हाइटको फोबिया यता यता कहाँ हो त्यो जुत्ता रुजाउन गएको भए तिमी म डराउनु न यता यता उहाँ जाम्ला मेरो भयङ्कर डर लाग्छ मलाई त्यही माथि डर लागेको मलाई तपाईँ ल फाइनली गाइज सर पनि आइसकेको हो अनि चाहिँ हामी चाहिँ के बस्न ला हौ को बस्ने तिमा विमल सर आउनु नि त विमल सर त जानु पर्दैन उता यताबाट गालो आउँछ सर यताबाट ठिक छ सर हिँडिराख्नु मात्र भएको छ आकृति जानु सर सर पहले से ही तड़प रहा था और मुझे तड़पाए जाने तमन्ना करना ऐसे से Digital, entertaining the nation. बोली मन पर्यो बाबा मलाई साली मन पर्यो लौन ससुरा बा मलाई साली मन पर्यो जानु न जुनी तिम्रो जबाना कल्ले लाने हो तिम्रो हातको तिन तरकारी कल्ले खाने हो साली तिम्रो
मिठो तिमी तरकारी कसले खाने हो पानी पानी मन पर्यो बोली चाली मन पर्यो ससुराली टेकेपछि साली मन पर्यो गाइस यहाँ चाहिँ सानो सुट भइरहेछ है त हामी चाहिँ एउटा डिस्कसन हुँदैछ है त गाइस ल ल ल सब पछाडि है पछाडि 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 लाइनमा है एउटा 1 2 3 कति दियो ल ल ल गाडी आउँछ के عيل سوي رقصة بياع يبلي واحد كرك يلا بياع طق سيارة بوليس يلا يلا سوي رقصة تانية رقصة البطريق ولا سرقة في مان يا اخي دوس دوس عندي خوش فصلة يا اخي تفوز تفوز والله خوش رقصة يا اخي دوس دوس عندي خوش فصلة फाइनली गाइस खाना खाएर पनि भ्याइयो हाम्रो अनि हामी चाहिँ अब जाँदैछौँ खाना खाएर बसिरहेको हेर्नु के भयो फोटो खिचिदिने म तिम्रो पोस्ट सिकाएर कि भयो अरे एउटा म तिमीलाई पोस्ट सिकाएँ यार अरे तिमी नगर न यार ल फाइनली गाइस अब चाहिँ हामी
फाइनली गाइज हाम्रो चाहिँ खै मेरो त्यो मोबाइल खेल्नु स्कुल यहाँसम्म बढ्न चाहिए के भयो ढाड दुख्यो त्यही छ क्या भित्र